गाउँघरको रमाइलो भने यही हो कि हेर्नुहोस् न, बाख्रा बाटोसँग हरियालीसँग त्यो घुम्न पाइन्छ होइन। रमाइलो चाहिँ गाउँघरै रमाइलो हुन्छ। सहरिया भन्दा पनि सहरियाले अल्लो घर पल्लो घर त के एउटै घरमा बसेको कोठावालाहरू पनि चिन्दैनन्। तर यहाँ चाहिँ गाउँ समाज सबै चिनिन्छ। रमाइलो छ ठाउँ। त्यसैले मलाई चाहिँ खासमा गाउँघरै मनपर्छ। तर सुविधाको हिसाबले अलि गाउँभन्दा सहरै लागेको मात्रै हो। तर पहिलेको भन्दा अहिले चाहिँ गाउँघरमा नै सुविधाहरू छन्। पिच बाटो नभए नि कच्ची बाटो घर घर पुगेका छन् होइन। विकसित हुँदैछ। र कतिपय चाहिँ सहरमा हुर्केकोहरू चाहिँ गाउँमा एडजस्ट हुनलाई एकदमै गाह्रो हुन्छ। किनकि उकाली ओह्राली हेर्नुलाई सबै गर्नुपर्ने हुन्छ। अनि अहिले हाम्रो चुनावको माहौल छ होइन। चुनावको माहौलमा चाहिँ झापा 5मा यो तोरीबारी कि यो तोरीबारी, यो कि यो तोरीबारी भनेर कन्फ्युजन चाहिँ नहुनु है। यो पहेँलो भएको चाहिँ तोरी हो र यो खैर रातो रातो भएको चाहिँ यसलाई चाहिँ फापर हो, यो चाहिँ फापरबारी हो। त्यसमा चाहिँ झापावासीहरू कन्फ्युजन हुनुभयो भने चाहिँ फेरि भोट अर्कैलाई जाला है। यो चाहिँ नजाओस्। भोट केमा? घन्टीमा। जय घन्टी।